माघ शुक्ल पञ्चमीको दिन श्री सरस्वती माताका पूजा आराधना गरी भव्यताका साथ सम्पूर्ण विद्यालयमा विद्यार्थी शिक्षकहरूले सरस्वती माताको चाहिँ पूजा आराधना गरी मनाइन्छ। सरस्वती माता विद्याका दाता हुन्। विद्यार्थी शिक्षकहरू विद्याका देवी सरस्वतीको पूजा गरी ज्ञान बुद्धि र सफलताको कामना गर्छन्। विद्यालय क्याम्पस र घर घरमा देवीको मूर्ति वा चित्र स्थापना गरी पूजा अर्चना गर्ने गरिन्छ। यस दिन किताब कलम कापी जस्ता शैक्षिक सामग्रीहरूको पनि पूजा गरिन्छ। सो दिन विद्यार्थीहरू सबेरै उठ्छन्, नुहाइ धुवाइ गरेर सफा हुन्छन्। सफा भइसके पछाडि फुल टिप्ने र फुल अक्षता लिएर विद्यालय जाने गर्छन् र सोही फुल सरस्वतीलाई चढाउँछन् र शुद्ध मनले खुसी हुँदै सरस्वती माताको पूजा आराधनामा व्यस्त रहन्छन्। र प्रसाद ग्रहण गरिसके पछाडि विद्यार्थीहरू एक आपसमा नृत्य लगायतका आफ्ना प्रतिभाहरूलाई चाहिँ प्रस्तुत गर्छन्। नृत्य, गीत, कविता लगायतका माध्यमबाट दिउँसोभरि उनीहरू खुसी भएर रमाउँछन्। सिन्धुलीको 3 पाटन गाउँपालिका वडा नम्बर 7 मा पर्ने श्री आधारभूत माध्यमिक विद्यालय कालीमाटी तिखे ढुङ्गामा पनि सरस्वती पूजा भव्यताका साथ मनाइयो। विद्यार्थीहरू खुसीका साथ सरस्वती पूजा मनाए भने यस पूजामा सेलरोटी, खिर, तरकारी लगायतका प्रसादहरू पनि ग्रहण गरियो र आफ्नो नृत्यहरू पनि प्रदर्शन गरियो। समग्रमा सरस्वती पूजा उत्कृष्ट रह्यो।